आदरणीय दर्शकबिन सप्तरी जिल्लाको अग्नि सहायक कृष्ण समरण गाउँपालिका वडा नम्बर 6 स्थित महुली मोहनपुरबाट एकजना वैशाख 30 गते उहाँ सम्पर्कविहीन हुनुभएछ र उहाँको घर परिवार आफन्तजनहरू लगातार आज 9 दिनदेखि खोजी कार्य जारी छ, खोजिराख्नु भएको छ र कहीँ कतै भेटिएको छैन। सप्तरी जिल्ला स्थित नै यहाँ पश्चिम रूपनीदेखि यता फतेपुर कञ्चनपुरसम्म र नजिकको गाउँको हरेक ठाउँमा हरेक कुनामा उहाँले खोजी कार्य गरिसक्नु भएको छ। अहिलेसम्म कुनै अतोपतो छैन र उहाँको आफन्त हराएको पीडा उहाँले नै थाहा होला र हाम्रो अफिसमा आउनु भएको छ। उहाँको सबैभन्दा पहिला चाहिँ उहाँको शुभ नाम, घर कहाँ छ हजुरको? कहिलेदेखि उहाँ हराउनु भएछ र उहाँको मानसिक अवस्था कस्तो थियो? अब त्यति बेला 30 गतेदेखि हराउनु भएको। 30 गतेसम्म मैले भेटेको 11 बजेसम्म। अनि 11 बजे घरबाट निक्लिँदाखेरि त त्यति बेला मानसिक अवस्थाहरू सबै ठिक हुनुहुन्थ्यो। बजार जान्छु भनेर जानुभएको, त्यहाँदेखि फर्केर आउनु भएको छैन। र तपाईँहरू कहाँ कहाँ खोजी गर्नुभयो? यहाँदेखि यो मोबाइलदेखि लगाएर उहाँ सप्तरीसम्म, अनि त्यहाँदेखि फतेपुर, अनि यता सीतापुर, यो जङ्गलतिर, यता जन्डोल छप्की, यतातिर हामीले सक्नेसम्म जङ्गलतिर सबैतिर खोजिसकेको। तर उहाँको चाहिँ हाइट कति छ? धेरै अग्लो हुनुहुन्छ कि होचो हुनुहुन्छ? कस्तो छ? अग्लो पनि हुनुहुन्न, धेरै होचो हुनुहुन्न। लगभग हाइट 5 फिटको समथिङ। र अनुहारको कलर कस्तो छ? अनुहारको कलर गाउँको हुनुहुन्छ होइन, कालो पनि हुनुहुन्न, गोरो पनि होइन, गाउँको। त्यस्तो उहाँसँग कुनै चाहिँ बोल्ने, बराउने या जतातता हिँड्ने त्यस्तो कुनै रोगहरू छ? छैन, रोगहरू केही छैन। घरमा एकदम पीडा छ। 9 दिनदेखि उहाँ कुन अवस्थामा होला त्यही सोच्दै सोच्दा घरमा पनि राम्रोसँग कोही बस्न पाएको छैन, राम्रोसँग खाना खान पाएको छैन। जुन तपाईँ स्क्रिनमा यो तस्बिर देखिराख्नु भएको छ, यो फोटो देखिराख्नु भएको छ, उहाँको बुवाको हुनुहुन्छ र उहाँ चाहिँ 71 वर्ष उमेरको हुनुहुन्छ र यस्तो अवस्थामा कुन ठाउँमा होला, के खाइराख्नु भयो होला, कस्तो पीडा छ। आफ्नै हजुरबुवा, आफ्नै बुवा सम्झेर यो कतै तपाईँ देख्नुभयो भने यो तल दिएको स्क्रिनको नम्बरमा सम्पर्क गरिदिनु होला, या त अथवा चाहिँ नजिकको प्रहरी चौकीमा खबर गरिदिनु होला। धन्यवाद।